रन्का बुदे रन्का यहाँ रन्काउने मान्छे फेरि यहाँ आएको छ हेर्नु राम्रोसँगले बुदे रन्का रन्काउने भन्छ आज त रन्काउने हो रन्का बुदे उडेर चौकी डाँडामा भन्ज्याङ रेशम फेरि डामोडल छ यो के हान्दिएको जिउँदैछ त यहाँ के हो डाइनोसर हो डाइनोसरको के अरे घाँटी हो हैन डाइनोसर घाँटी हो यो बास्तै छ अरे मल साप्राको हो के दामी है हेलो व्हाट्सअप गाइज वेलकम टु माई न्यू भ्लग के छ तपाईँहरूको हालखबर आई होप तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु आज चाहिँ हामी पिकनिक जाँदैछौँ होइन आज पिकनिक भ्लग रहेको छ ल अब चाहिँ हामी बसतिर छिर्यौँ अब चाहिँ जानुपर्ने हुन्छ होइन ल हामी भर्खर भेला अब सबैजना भेला भएपछि चाहिँ हिँड्छौँ अहिले चाहिँ अलिअलि मान्छेसँग भेला भइसक्यो फाइनली गाइज हामी सबैजना रेडी भइसक्यो आँट छ बसमा होइन मान्छे रमाइलो गर्नुपर्छ अब हामी यता चाहिँ हाम्रो ड्राइभर हेलो हेलो ल सबैजना ल फाइनली हामी चाहिँ गाइज पिकनिक खाने ठाउँमा आइपुग्यो होइन तानजिरो पाहाडमा हाम्रो सामानहरू पनि खाइसकेको छ होइन बियर हुस्की पारा सबै ग्रुप चाहिँ गइसकेको छ होइन केही ग्रुप चाहिँ हामी यहाँ छौँ ऊ त्यो डाँडामा रहेछ सबै साथीहरू हामी चाहिँ भर्खर जाँदैछौँ हाम्रो फेरि यहाँनिर रोहितले चाहिँ यो के बोकेको रोहित भिडियोमा देखाउनु के रूपक रन्का बुदे रन्का यहाँ रन्काउने मान्छे फेरि यहाँ आएको छ हेर्नु राम्रोसँगले बुदे रन्का रन्काउने भन्छ आज त रन्काउने हो रन्का बुदे के खाएर रन्काउने सर आज बोकेको देख्नु भएन कतिवटा छ आज को तपाईँको फिलहाल चाहिँ यो चाहिँ 48वटा छ माथि अघि हिँडिसक्यो अब 5 बोतल जति चाहिँ गयो लिटर ल्याएको सोल्टा ल्याउनु चाहिँ कति 6 लिटर छ 4 लिटर छ कसले खाने थियो रेड लेभल 3 लिटर छ 1 लिटर चाहिँ जनसन छ अब को रन्किने थाहा छैन हिरो भाइ यता हो ए यहाँ छ फेरि एकजना फाइनली म चाहिँ माथि डाँडामा बाइक चढाएर आइसक्यो होइन गाइज निकै टाढा रहेछ हौ हिँड्दा हामी त सेल रोटी खाएर हिँडेको पिँढी लादिसक्यो कि सेल रोटी लिएर आउनुभएछ दिदीले हो चना चाहिँ मिठो थियो है रवि बङ्गी सर क्या दामी बनाएछ कि दिदीले म छु त तिमी छौ त अलवेज अनि म त अनि हान्ने हो नि त नि म निस्केँ कि किन भन न सबैभन्दा पहिला आएर गाडीले धोका दिएर चारपट्टि कुद्ने होइन हजुर आजको जस्तो ब्याड लक र आजको जस्तो झुर उस चाहिँ कहिले भएको थिएन कि मलाई ल सबैजनासँग भेट भयो होइन ठ्याक्कै हामी पिकनिक खाने ठाउँमा चाहिँ आइपुग्यौँ यही हो हामी खानपिनको त सुरुवात भइसक्यो चाहिँ हामी चाहिँ लेट भयो ओ कुमार दाजु के छौ नमस्कार म माइला राई अब यहाँ खानु नपाएर सुकुम्बासी भएर वन जङ्गलतिर आएको छु यहाँ मेरो मासु पाक्दैछ अब चाहिँ भनेको यो चाहिँ टक्क सबैजनाले बसेर हुन्छ टक्कसँगले चाहिँ फाँक हान्दिने क्या यसलाई चाहिँ ओके थ्याङ्क यू सेक्का बन्दै रहेछ यता हेलो यता फेरि हाम्रो बुङ्गा ग्रुप चाहिँ यता रहेछ है
आरामै हुनुहुन्छ के गर्दै हुन्छ त ठिक छ नि यता हाम्रो त हुनुहुन्छ भाइ हजुर के छ त एकदम बेस्ट आइ ल आफै त राम्रोसँग खानु होला हजुर ल इन्जोय गर्नु ल हामी चाहिँ फाइनली आइसकेको छ होइन डाँडामा एकदम रमाइलो गर्ने छौँ हल्का खाजा पानीको सुरुवात भइसकेको छ अब हामी खानुपर्ने हुन्छ त्यो उता चाहिँ सुलेमानी पर्छ हामी चाहिँ तान्जिरो डाँडा आएको छौँ हामी बस्ने सिटी भनौँ न पर चाहिँ ए बेन्टेन यता चाहिँ बेन्टेन हो फेरि पहिला हामी बुक किताबको गातामा स्टिकर टाल्थ्यौँ नि हाइट पनि त्यस्तै छ त्यही भएर नाम पनि बेन्टेन भएको आजको हाम्रो पार्टी पिकनिक तान्जिरो डाँडामा छ होइन हाम्रो पिकनिक एकदम रमाइलो छ ल बेन्टेन चेस हजुर चटपटे चिकन सेट भयो बियरको साथमा चेस ओ बमजन त आउने आउनु न सबैको चिउरा नखाने हो खुवाइ हुँदै छैन यहाँ एउटा ग्रुप यहाँ हामी चाहिँ यस्तो भाइ हो ल यहाँ दारू बियर होइन यता सितनमा अचार रहेछ यता पनि एउटा ग्रुप छ सबैले हाई गर्छ त्यसको तपाईँ पनि हो ल हाई गरिदिनु सबैजना र यता एउटा ग्रुप छ होइन यहाँ धमाधम रोज खुवाइ हुँदै रहेछ यता एउटा ग्रुप यता लाइक सब्सक्राइब गर्न नबिर्सनु होला बले बले ब्रोडिङ भन्दै भिडियो बनाउला र यता चाहिँ वाइन छ त एउटा ग्रुप छ अनि यता फेरि यता एउटा ग्रुप छ हेलो ल सबै ठाउँ पुगेँ होइन म सबै आफ्नो ग्रुप बनाएर सबैले हान्दै हुनुहुन्छ होइन ठिक छ रमाइलो भइरहेको छ सबै आफ्नो दुनियाँमा हुनुहुँदो रहेछ सबै ग्रुपमा म पुगेँ अब म पनि केही जुस चिसो चिसो हान्नुपर्ने हुन्छ सबै चाहिँ इन्जोय भइरहेको छ है आजको दिन चाहिँ एकदम रमाइलो तान्जिरो पाहाडमा छौँ हामी सबैजना एकदम चिसो चिसो मौसम चिसो चिसो हावा होइन न्यानो घामसँगै हामी रमाइलो गरेर बसिरहेको छौँ मोबाइलले हान्नु मन लाग्छ मलाई यस्तो भन्नु हाम्रो यहाँ बेन यहाँ उयो हुनुहुन्छ केही यहाँ हाम्रो खतरा कुक हुनुहुन्छ यहाँनिर
हाम्रो सबै दिदी बहिनीहरू यहाँ हुनुहुन्छ इस हामी रमाइलो गर्न आएको बाहिर बिन्दास तरिकाले खाना पाक्दैछ खानु अऱ्यो नमस्ते आराम हुनुहुन्छ ए भाउजूलाई भाउजू फेरि यहाँ सिक्का पोल्दियो यहाँ इस वाइफाई भनेको फेरि यहाँ वाइफाई अरे वाइफाई फेरि वाइफाई अहिलेको भर्खर घोषणा के गर्दैछु भने तिम्रो सुन्नुको लागि एउटा वचन होइन अबको यसमा चाहिँ नयाँ टिम आउँदैछ कप्तान क्याप्टेन हामी एउटा अर्कै टिम आउँदैछ मलाई हरिकोबाट एउटा सुन्नु मन लाग्यो हरि हरि तिमीले मलाई बोल्न चाहिँ के त यता भने के भन्छ न यार के भन्नु छ र जिन्दगी राम्रो छ बितेको तिमीले गोमाको मन पर्छ क्या डामाडोल छ है डामाडोल छ यो के हान्दिएको जिउँदैछ त यहाँ हेर्नु के हो डाइनोसर हो डाइनोसरको के अरे घाँटी हो हैन डाइनोसर घाँटी हो यो बास्दै छ अरे मल छाप्राको हो के दामी है यहाँ डान्स पार्टी फेरि आउँदैछ यहाँ डान्स हुँदैछ लगन गाठो पुरा सुन साचो माइती छोड्दा आँसु बरर पत्ता दियो सिस्नु तरकारी जागिर खाएको सरकारी छुँदा तिमीलाई मनै हरर लगन गाठो पुरा सुन साचो माइती छोड्दा आँसु बरर गाडे सिस्नु तरकारी जागिर खाएको सरकारी छुँदा तिमीलाई मनै हरर डान्स है भन्दा सिक्का गरुङ्गो घरकी कान्छी बुहारी रिसाउँछे नि पियारी टाढै बस म यहाँ नलम्बो तिर्का किताके काम बगल्तीमा आउँछ म नोट भन्दा सिक्का गरुङ्गो घरकी कान्छी बुहारी रिसाउँछे नि अब हाम्रो चाहिँ यतातिर होइन घोइला फुटाउने कार्यक्रम चलिरहेको रहेछ घोइला नभएर चाहिँ पानीको जार प्रयोग गरेर चाहिँ त्यो खेल भइरहेको रहेछ होइन ल म अहिले आइपुगेँ यहाँ चाहिँ घोइला नभएर पानीको जार फुटाउने कार्यक्रम चलिरहेको रहेछ यहाँ चाहिँ हाम्रो युपी माइला दाई हुनुहुन्छ कुमार दाईले चाहिँ यो जार हाडी फोड्नुहुन्छ जस्तो छ हान्नु त्यही छ अलिकति अगाडि बढ्नु अघि बोतल भएको ठाउँ भनेको घाँस नभएको ठाउँ थियो के उहाँले चाहिँ घोइला फुटाउनु सक्नु भएन होइन उहाँ चाहिँ रङ हुनु सक्नु भएन असफल हुनुभयो यता हेर्नु होइन अघि घाँस नभएको ठाउँ हार्नुभयो जानु बाई बाई टाटा रामदाईको पाला आइसकेको छ अब रामदाईले के गर्नुहुन्छ थाहा छैन र पनि आशा छ भाग फुटाउनु हुन्छ फुटाउनु त धेरै गाह्रो छ ल घुमाइदिनु भयो भयो सिधै छ सिधा एकदम हामी त बोल्नु मिल्दैन होइन
चाहिँ हाम्रो अनित भएको छ उहाँले फोन हुन्छ होइन थाहा छैन अब हेरौँ ढुङ्गा आएर फेरि तनाव गरेको यता त मान्छे बोल्दैछ त यहाँ यता बोल्नु न ल हाम्रो लास्ट रमाइलो भन्ने चाहिँ हो यसपछि चाहिँ हामी खाना खान्छौँ हाम्रो एकदम तर गानै सकिएछ फाइनली अब एकदम आज होइन इन्जोय भयो रमाइलो भयो सबैजना होइन आफ्नो दुनियाँमा छ ए अब स्पिकरले काम नगरेपछि होइन यहाँ पनि उयो भनौँ न इन्टरनेटको कमीले चाहिँ आफैमा हाम्रो साथीहरूले चाहिँ आफै गाना गाउँदै नाचिरहेको छ मैले ताकेको होइन मायालाई ताकेको रेशम फेरि उडेर जाउँ कि डाँडामा भन्ज्याङ रेशम फेरि एकदम रमाइलो लास्ट हो त्यसपछि हामी खाना खाएर रुम जानुपर्ने हुन्छ होइन आजको पिकनिक इन्जोय एकदम रमाइलो भएको छैन आज त हाम्रो पिकनिक रहेको थियो पाँजिरो डाँडाको पाहाड भनौँ न एकदम रमाइलो भयो सबैसँग भेटघाट भयो रमाइलो गऱ्यो होइन अब साँझ परिसकेको छ अब हामी जानुपर्ने हुन्छ सायद होइन घाम पनि डुब्न लागिसक्यो सायद अब एकछिनमा हामी जान्छौँ होला सबै साथीहरू चाहिँ कोही साथी यता इन्जोय गरिरहेको छ भने कोही चाहिँ उता हाँडी फोडिरहेको छ होइन अब कोही यता यसरी बसिरहेको छ यता राम्रो यता हेलो यता फेरि डान्सिङ ग्रुप रहेको छ यता चाहिँ डान्सिङ भइरहेको छ फाइनली गाइज म चाहिँ रुम आइसकेँ होइन अहिले रातिको 10 बजिसक्यो अब सुत्नुपर्ने हुन्छ यो भिडियो हेरेर लाइक सेयर कमेन्ट सब्सक्राइब र बेल आइकन घन्टी दबाउनु चाहिँ नभुल्नु होला थ्याङ्क यू फर माई वाचिङ भिडियो बाई बाई सी यू नेक्स्ट ब्लग